अब अहिले लुगा पनि छोटो लाग्यो, फ्रिडम, केटाहरू पनि उत्तेजित भयो। अनि यो जति पनि यो गुरुहरू हुनुहुन्छ नि कि केटीहरू सानो लुगा लगायो भने बलात्कार हुन्छ, त्यो सही कुरा गर्नुहुन्छ। यस्तो झुट बोल्नु हुँदैन, यो सही कुरा हो। सानो लुगा लगायो भने उत्तेजना हुन्छ, तर कस्तो व्यक्तिहरूलाई उत्तेजना हुन्छ? जो यस्ता गुरुहरू जस्तो जुन संस्कारी व्यक्तिहरू छन् उत्तेजित भइहाल्छन्। किनकि यस्ता गुरुहरू रात दिन राधे राधे जुन गर्ने हुन्छ नि, जति पनि कि जुन दिन राधे राधे गर्दैन तुन दिन केटीलाई सानो लुगा हेरिहाल्यो भने बलात्कार गरिदिन्छन्। त्यो भित्र एउटा डर छ, त्यसैले त्यो डरले गर्दा चाहिँ पूजापाठ गर्छन्। तर जो व्यक्तिको राम्रो सोच छ भने उसलाई फरक पर्दैन। कोही उसको साइडमा कोही बिना लुगा लगाएर कोही केटी बसिरहेछ भने उसलाई फरक पर्दैन। राम्रो एनालोजी दिनुभयो कि के एनालोजी दिनुभयो भने केटाहरू भनेको बटर हो, केटीहरू भनेको आगो। हेर्नुहोस् होइन, अब बटरलाई आगोको नजिक लैजाऊ या आगोलाई बटरको नजिक लैजाऊ, पग्लिने कुन? हाम्रो शरीर जुन छ यो नेचरले दिएको। एक केटाले केटीको शरीर खोज्छ, केटीले केटाको शरीर खोज्छ। के को लागि? सेक्सको लागि। हाम्रो शरीर नेचरले दिएको, त्यसैले के सोच्छ कि सेक्स भइहाल्छ, बच्चा जन्मिन्छ, यसैको लागि, अरू कुनै उद्देश्य छैन। बट यो जुन हामी समाजमा बसिरहेछौँ त्यसमा हाम्रो बाबुआमा फ्यामिली छन्। तो जब हामी यो कुरा सोच्न सक्छौँ यो बाबुआमा हो, यो समाज हो, यो दिदी हो, यो आफ्नो आमा हो, त्यसरी नै केटी पनि एउटा यही समाजको एउटा पार्ट हो। तो आफै बुझ्नुपर्ने हो। जोसँग गर्न मन छ भने सेक्स, कोही गर्लफ्रेन्ड छ अथवा बुढी छ भने त्यो सम्बन्ध राम्रो बनाउनु, यति मात्रै हो, अरू केही होइन। कि बटर कोही आगो, तो उसको सोच हो। तो उसको सोचलाई लिएर हामीले आफ्नो सोचलाई नराम्रो गर्ने होइन। कि अब बाबाहरूको सोच हुन्छ, घटिया सोच हुन्छ कसैको, तो हुन सक्छ। आफ्नो आफ्नो तरिका हो, सोच्ने तरिका। जसरी पहिलाको गुरुहरू हुनुहुन्थ्यो नि, 20 साल 25 साल गएर जङ्गलमा तपस्या गर्ने, तो कोही केटी आएर नाचिदियो, सर्व तपस्या भङ्ग भइहाल्यो। गर्छौ किन बे तपस्या? नगर न, म त कहिले जीवनमा न भगवानको पूजा गर्छु न कुनै तपस्या गर्छु। जब घटिया सोच छैन मेरो त किन गर्न जानु? न म कसैले गाली गर्छु न झगडा गर्छु, त अनि किन जानु बकवास गर्नलाई? सिम्पल छ। इन्सान बनिहाल, इन्सान जस्तो बस्ने हो।